हाम्रो ट्रेकिङ सुरु भयो। Yes. We have started our trail. अब सुशील दाईलाई पिकअप गर्न आँट्यौँ हामी। यहाँबाट काँडे होइन त? यहाँबाट काँडे। सुशील दाई आएको अवस्था। आइयो ट्याक्सी जोडेर हामी हिँडिसक्यौँ। ब्रेकफास्ट खायो नि यहाँ छ। मौसम राम्रो भयो 2-3 दिन सिधै अब पानी आयो। ल सुशीललाई हेर्नु है। अब यो फेरि अब कहिले आउँछ कहिले आउँछ माछा पुछेर अगाडिको चाहिँ के हो अरे अङ्कुर भाइ? हजुर अगाडिको चाहिँ के हो अरे? माछा पुछ्रे यतापट्टिको अब यो अन्नपूर्ण साउथमा हुन्छ अन्नपूर्ण 1 2 3 के छ के यो जम्मै अन्नपूर्ण रेन्ज यतापट्टिको चाहिँ मलाई अरूभन्दा यो एक दुईवटा ठाउँमा चाहिँ चाहिँदो रहेछ कि त्यो मुटु भयो होइन तपाईँको यो प्यारालाइसिसवाला पार्ट भयो यस्तो रोग एस्टिक डिप्रेसन भनेर होइन यो चाहिँ अब डिप्रेसन भन्नाले मेन्टल डिप्रेसन होइन त्यही पनि हजुरको 4 दिन 5 दिनमा आइहाल्छु हुन्छ उहाँले रात गरेर त्यति दुईवटा बोकेर छ 2 जोडी घुम्नुपर्छ नि त्यो घुम्दै धेरै 2 जोडी घुमेको एकदम डर लाग्छ मान्छेहरू केही पनि नभएको मान्छे तपाईँको हात पनि पाउँदैन खुट्टा बाटो छ क्या यो ठ्याक्कै यहीँबाट झरेको। अनि यो चाहिँ सान्तिनो अब्यान्डन छ क्या यहाँनिर हेर्नु नि यहाँ कोही छैन है यहाँ त यसो चियाको दोकानहरू हुनु पर्यो नि त होइन अस्ट्रेलियन क्याम्प गुड ल सुरुवात अलरेडी युट्युब हेरेर बल्ल खिलाउनु थाल्यो के यो हामी यो के ठ्याक्कै सुरुवात गरियो है अब काँडेबाट हामी सुरु गऱ्यौँ काँडेबाट गाडीमा ड्रप भएर भर्खर हिँड्न थाल्यौँ अब हाम्रो अगाडि पोर्टर भाइहरू हुनुहुन्छ 4-5 जना हाम्रो बोर्डर होइन हाम्रो होइन मतलब पोर्टर भाइहरू होइन यो अरू नै ग्रुपको होला सायद उहाँहरू आफै चाहिँ एउटा क्याम्प बनाएर बस्ने विचार गर्नुभयो होला अब हामी चाहिँ एउटा आफ्नै बाट होटलतिर बुक गरेका छौँ उतै बस्छौँ उतै खान्छौँ। आजको वेदरको बारेमा भनिदिनु त ल अङ्कुर। हामी लकी भयो त बादलको ब पनि छैन आधी ब पनि छैन आज इभन मुन देखिरहेछ क्या मुन इज भेरी क्लोज टु अस मुन इज भेरी ह्याप्पी जति हामी माथि जान्छौँ उति तारै सितारै ग्यालेक्सिज होइन होल युनिभर्स विल बी क्लोज टु अस होइन इभन मुन इज सो ह्याप्पी द्याट वी आर स्टार्टिङ द डे बाटो देखाउँदैछ मैले आज पर्फेक्ट छ वेदर ल पर्फेक्ट छ वेदर हाम्रो होइन। हामी काठमाडौँ छोडेदेखि नै पानी पर्न रोकिएको काठमाडौँ छोडेको पनि 10 दिन 7 दिन भइसक्यो 7 दिन भइसक्यो। अबको नेक्स्ट 10 डेज पानी पर्नेवाला छैन भन्छ। लस ग्रिन पुरै फ्रेस लस ग्रिन है विथ ब्युटिफुल माउन्टेन्स क्लियर ब्लू स्काई है एकदमै रिफ्रेसिङ एयर एकदमै कुल होइन त एकदमै होइन ठ्याक्कै गोलडाँडा आइपुग्यो। गोलडाँडा अहिले हामी 5651 फिट अल्टिट्युडमा छौँ। ट्रेकिङ सुरु गरेँ हामीले 9:45 AM स्टार्ट गरेको अब 5 मिनटमा नि गोलडाँडा आइपुग्यो। अब यहाँको नेक्स्ट बिग स्टप भनेको अस्ट्रेलियन बेस क्याम्प होइन अङ्कुर? लो क्याम्प पनि भन्छ हो
होइन लो क्याम्प चाहिँ माथि होला। हो लो क्याम्प हाई क्याम्प र यो बादल डाँडा। ल अहिलेको हाम्रो ट्रेकिङमा हुनुहुन्छ सुशील दाई। सुशील दाई भन्नु त आफ्नो बारेमा अलिअलि। आफ्नो बारेमा म यो ट्रेकिङ लभर हो। ट्रेकिङ लभर र बेसिकली मलाई चाहिँ यो नेपालको जुन काठमाडौँ भ्यालीको वरिपरिको डाँडाहरू चाहिँ मैले धेरै घुमेको छु। त्यसपछि अलिकति यस्तो भइसकेपछि अलिकति यो नर्थन साइडतिरको अलिक हाई अल्टिट्युड माउन्टेन्सहरू जाने अलिकति आँट पनि आएको छ। फर्स्ट टाइम हाई अल्टिट्युड ट्रेकिङ फर्स्ट टाइम होइन त? काठमाडौँ भ्याली छोडेर। सो त्यो सेन्समा हेर्दाखेरि मलाई त्यति डिफिकल्ट नहोला जस्तो लाग्छ। सो है अलि रमाइलो होला जस्तो लाग्छ। अङ्कुरको कति अङ्कुरले धेरै गइरहेछ है हाई अल्टिट्युड। यो मार्दी इज योर सेकेन्ड टाइम? दोस्रो चोटि। मेरो चाहिँ नि यो ठाउँ पहिलोचोटि हो। अनि हाई अल्टिट्युड ट्रेकिङ पनि दोस्रो नै हो। अब हेरौँ कस्तो हुन्छ। बाटो एकदमै डेन्जर छ, चिप्लो छ। बाटो मुहान फुट्या होला सायद कतैबाट होइन। यो पहाड जोस् यो घाम नलाग्ने ठाउँ भएर अहिले मोइस्चर धेरै छ यता। घामले जम्मै छेकेको छ। यो बर्खापछि यो डाँडाहरू अन्य मान्छे हो। अनि चिया खान पाइन्छ भने ऊ पसल खोलेर बसेको मान्छे त होइन। ऊ आफ्नो घरको। ल आइपुग्यो हामी रेस्ट पोइन्ट। यो चाहिँ नि भारतीको सञ्जय भारती एन्ड राजकुमार भारतीको रेस्ट पोइन्टमा आइपुग्यौँ। 8 वर्ष है त 8 वर्ष अगाडि म यहाँ आउँदाखेरि यहाँ भारती दाईको घरमा बसेर चिया खाएका थियौँ। अब लेट्स सी है उहाँको घर अझै छ कि छैन। एन्ड भारती अल्सो है। अनि भारती अल्सो उहाँ पनि हुनुहुन्छ। दाईको घर चाहिँ यो सानो बाटोबाट हो जस्तो लाग्छ मलाई। हेरौँ घर त पुरा बन्द गरेर हिँड्या जस्तो छ। ए बाख्रा देखेँ मैले। बाख्रा भएपछि पक्कै मान्छे पनि हुनुहुन्छ होला। ए कुकुर राखेर छ है। अगाडि नजाउँ। कुकुर बाँधेको कारण हामी नजाने भयो। अगाडि घुक्न थाल्यो कुकुरले। गोलडाँडाको टपमा आइपुग्यौँ। धेरै खालको फुलहरू फुलिरहेको छन् है। तिहारको बेला भएर यो वेलकम टु गोलडाँडा। सानो स्याक छ एउटा बसेर खाने ठाउँ। यहाँ चाहिँ अब दामी बेन्ड आइपुग्यो। हामी यहाँ यो के भर्याङ चढ्दा अहिले थाकिसक्यौँ। अङ्कुर ननस्टप दौडेको दौडै छ। हामी यहाँ पसिनाको खोला बगाइरहेछौँ है। 1 घन्टा ढिला पनि के फरक पर्दैन। अहिले हामीले एल्टिट्युड गेन गरिसक्यौँ। 6300 फिटमा छौँ अहिले हामी है। भनेको मिटरमा कति हुन्छ त एप्रोक्सिमेटली 2000 मिटर चाहन्छन्। 2000 मिटर चाहन्छन् पुगिसक्यौँ होइन। तर अब नेपालको पहाड भने यस्तै हो क्या। एकदमै चाँडो एल्टिट्युड गेन हुन्छ। काठमाडौँ पनि त 1800 मिटर चाहन्छन् सर होइन। हामी त्यही रेन्जमा छौँ। अनि बाटो एकदमै राम्रो, हावा एकदमै स्वच्छ, किरा क्यारङ कुरुङ कराइरहेछन्। अङ्कुरले भन्छ मेरो बिट बक्स खोइ। हामीलाई बिट बक्स चाहियो, टेक्नो म्युजिक चाहियो यहाँनिर। अङ्कुरलाई बोर भएर किराहरू कराएर गीत बजाएर ट्राभल गर्नुको कुरा काम चाहिँ के हुन्छ भने
नेक्स्ट टाइम त्यो गीत सुनेपछि झलझली यसैको बास्ना आउँछ। 4-5 डाउनलोडमा थियो अस्तिको पालि होइन त्यो गीत मलाई जहाँ गए पनि यो ट्रिलको यो ट्रेकिङको चाहिँ एउटा फेमस गीत भनेको चाहिँ रेसम फेरि छ नि रेसम फेरि नेपाली त्यो एकदमै त्यो एकदम वर्ल्ड फेमस गीत हो है। हो नेपथ्यहरूको गीतहरू सुन्न मजा आउँछ यतिको। नेपथ्य रेसम फेरि ल यो कतिको स्टिप छ भनेर देखाउँदैछु है म भिडियोमा। यस्तो स्टिप छ ल, हेर्दाखेरि यो भिडियोमा त्यति स्टिप नदेखाला। ट्रेकिङ राउटको पहिलो ट्राफिक आइपुग्यो। ड्राइभर दाइ पछाडि हुनुहुन्छ, प्यासेन्जरहरू अगाडि छन्। ट्राफिक जाम त नहोला। ए लिड गर्ने मान्छे हो क्या, लग्ने मान्छे हो नि त एक्सपिडिसनमा। एभरेज चढ्दै रहेछ होइन, यसो पछाडि फर्केर हेरेको त लाइन रह्यो क्या, लाइन टुरिस्टहरूको लाइन। अनि ऊ छर्लङ्ग भएछ क्या एकचोटि। ल दाइ अस्ट्रेलियन बेस क्याम्प आइपुग्यो, ठ्याक्क हिमालको दर्शन हुने गरी है। दसैँको हिमाल चकमन्न देखेको छ। एक्ज्याक्टली के हिमाल हो चाहिँ मलाई थाहा छैन, बट इट्स ब्युटिफुल। ल हामी अस्ट्रेलियन बेस क्याम्प। अस्ट्रेलियन बेस क्याम्पमा दसैँको पिङ पनि राखिदिइरहेको छ। यो तिहार आउनु लागेको भरे यो हटाइसकेको छैन पिङ है। अनि यहाँ आएर अब हिमालको काठमा बसेर हिमालको नाम के हो अङ्कुर? हिमालको नाम चाहिँ के हो त? ए अङ्कुर भाइ, अन्नपूर्ण भनेको अन्नले पूर्ण, अन्नले चाहिँ भरिपूर्ण बनाउने अन्नपूर्ण देवी है। ल गुड। एउटा ल आइपुग्यौँ हामी पिसफुल हिमालयन क्याम्पिङ जोन भन्ने ठाउँमा आइपुग्यौँ हामी। माथि डाँडामा जम्मै क्याम्प राखेका छन्, टेन्ट राखेका छन्। यहाँबाट भएको सबै देखिन्छ 360 डिग्री। हाम्रो अन्नपूर्णमाई नमस्ते। अन्नपूर्णलाई माछा पुछ्रे यता हुनुहुन्छ ठ्याक्कै बादल पछाडि। ल उहाँलाई पनि नमस्ते। हाम्रो उता अन्नपूर्ण नम्बर 1, 2, 3 पनि छन् यतै सबैतिर। यो ठाउँलाई चाहिँ नि भन्छन् अस्ट्रेलियन बेस क्याम्प। अब बादलले दुःख दिन सुरु भइगयो नि, घाम तात्दै आयो, बाफ उड्दै गए। हाम्रो जम्मै विदेशी साथीभाइहरू हुनुहुन्छ यहाँ आएर चिल गर्ने ठाउँ। यो टेन्टको बारेमा बताउ त, के हो यो? यो टेन्ट चाहिँ अब यो पिपाल जस्तो छ हेर्दाखेरि चाहिँ, तर यो टेन्ट हो। यो टेन्टमा हामी डस्ना उडाएर सुत्न सक्छौँ होइन, तातो बनाएको यो डस्ना भयो भएर। अनि यो टेन्ट माथि सुत्ने रहेछ क्या? होइन, यो भित्र सुत्ने चाहिँ भित्र हो। यो हाम्रो सोलर ब्ल्याङ्केट डस्ना हो। तातै छ भरे रातिको लागि। यो एकदम हाइटेक टेन्ट रहेछ क्या? हाइटेक। म आउँदाखेरि त्यो टेन्ट सेन्ट केही थिएन यहाँ। रङ चाहिँ अलग अलग खालको छ, रातो पहेँलो। लुडो पनि खेल्न सकिन्छ यसमा, त्यही भएर रातो पहेँलो। जस हामीले बुझेअनुसार चाहिँ यहाँनिर रातभरि आएर बसेर सुतेर जान पाइने जस्तो छ। एकदमै ट्रेकिङ राउट एकदमै बिजी छ अहिले, बाटो एकदमै बिजी छ। हिमाल देखेको छ, बाबा रे बा, चकमन्न देखेको छ हिमाल होइन। यस्तो छ यहाँको हालत, हाई ट्राफिक एरिया। क्याम्पको भ्यू पोइन्टबाट आहा यो फुलहरू
ओहो तिहारको फुल हो यो यी फुलहरू यति राम्रा आएका छन् भने कुरा छोड्दिनु है गजब यो फुल देखेपछि चाहिँ नि तिहारको दसैँ तिहार आयो र दसैँ देउसीले पात छैन तर फुलमा फुल छ हैन बिना पातको फुलहरू सयपत्री यो 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 फुल देख्ने बित्तिकै दसैँ तिहारको ठ्याक्कै याद आउँछ यहाँ मल पनि हाल्नु पर्दैन भिटामिन पनि हाल्नु पर्दैन केही हाल्नु पर्दैन पुरै अर्ग्यानिक अर्ग्यानिक सयपत्री अर्ग्यानिक ल यस्तो छ यहाँको हालत अहिले हालत एकदमै बबाल छ रमाइलो बबाल छ हाम्रो जम्मैको पसिनै पसिना अब हामी गएर पसिनै पसिना चुस्की लिएर चिया खान्छौँ हिमाललाई 5 मिनट बस्छौँ आउँदैछौँ भन्दै हिँड्छौँ अनि फेरि दौडिन थाल्छौँ अब हाम्रो यहाँबाट पदयात्रा फरेस्ट क्याम्पसम्म आज हाम्रो फाइनल डेस्टिनेसन के हो आज हामी जङ्गलबास बस्छौँ जङ्गलमै बस्दिने जङ्गलकै बास हुन्छ जङ्गलबास हजुर त्यो पनि एम्बेसीमा गएर मतलब भन्नु मतलब फरेस्ट एम्बेसी क्याम्प भन्ने हाम्रो होटल हो ए फरेस्ट एम्बेसी सोध्यो भने अँ एम्बेसीमै गएर बस्ने आज अब जङ्गल एम्बेसी हाम्रो पछाडिपट्टि यता साउथ इस्टमा चाहिँ पोखरा भ्याली हाम्रो नर्थमा चाहिँ अभियसली हिमालयन रेन्ज बादलले अलिअलि छोपिदिइरहेको छ र पनि भव्य छ कहाँबाट कहाँ जान्छ कहाँ छौँ अहिले हामी अब यहाँ काँडीबाट आयौँ हामी पोथना के अरे अस्ट्रेलियन बेस क्याम्प यहाँ पोथना हुँदै पोथना प्रितम देउरालीमा गएर खाना खाएर अँ अनि त्यस पछाडि हामी यहाँ फरेस्ट क्याम्प पुग्छौँ यो हाम्रो आजको डेस्टिनेसन त्यसको फरेस्ट लागि हामीलाई अझै 5 देखि 6 घन्टा लाग्छ पोथना प्रितम देउराली हामी अब 1.5 घन्टादेखि 2 घन्टाभित्र 1.5 घन्टाभित्र पुगिसक्नुपर्छ फरेस्ट क्याम्प पछि हाम्रो नेक्स्ट डेस्टिनेसन लो क्याम्प हो हामी त्यस पछाडि अब लो क्याम्प बस्यो नि भयो बादल बस्ने ल बादल डाँडा बस्ने तर धेरै जसोले चाहिँ फरेस्ट क्याम्पबाट सिधै हाई क्याम्पै भ्याउँछ कि किन हामी यहाँबाट यति भ्याउँछौँ भने यहाँबाट यति भ्याउँछौँ छुटेन नि होइन छैन घडी छ हातमा ए कति बज्यो रहेछ एकैछिन है अस्ट्रेलियन बेस क्याम्प छोड्दै जाँदैछौँ दसैँको पिङ चलिरहेछ यहाँ पनि Hey, uncle. अस्ट्रेलियन बेस क्याम्पको रमाइलो गार्डन होटल गुराँस बस्ने ठाउँ फुटबल आइपुग्यो मेरोमा डाँडा माथि आएर फुटबल खेल्न पाइयो है रमाइलो भयो ल पास गर ल जाउँ रे 2 घन्टापछि पोथना आइपुग्यो आउँदा आउँदै हिमालको दर्शन भयो फेरि हेर्नु कस्तो दामी छ क्या मार्केटको बेस क्याम्पबाट पोथना चेक पोइन्ट बनाउनु पर्ने सबैतिर यस्तो हो क्या दाइ यो गरिदियो भने त धेरै अथेन्टिक भयो नि वे टु भ्यू पोइन्ट
यो अङ्कल हो ठिक ठिक हो बनाउनु गयो एउटा कफी सप हुन्छ है राम्रो छ है घरहरू यसो क्याप्चर गर्नुपर्छ पछि ठाउँको नाम पोथाना पोथाना पछाडि हामी चाहिँ अब अस्ट्रेलियन बेस क्याम्पबाट अब नेक्स्ट भन्न गाउँ भनेको पोथाना गाउँ अब पोथानामा हामीले इन्ट्री गऱ्यौँ हामी 3 जनाको ठ्याक्कै अन्नपूर्ण कन्जर्भेसन एरियाभित्र छिर्यौँ होइन अब यहाँबाट हामी बाटो देउरालीसम्म हाम्रो स्टप होइन देउराली पुगेपछि अनि हामी खाना खान्छौँ के खान्छौँ मासु भात खाँदिने पनि केही रहेछ भने मासु भात हेरेर खान्छौँ रातो भाले होइन रातो भाले मजाले बसेर खाने कुखुराको मासु र भात खायो हुने हो दाइ मासु खानुहुन्छ नि होइन सुशील दाइ मासु अब यहाँ हेरौँ यहाँ खाएन भने त अनि हिँड्न गाह्रो भयो क्या प्रोटिन चाहिन्छ नि हिँड्न यहाँको लागि अलिकति इनर्जी रिक्वायरमेन्ट बेग्लै छ है दाइले डायटमा अलिकति चेन्ज गरिदिनु पर्ने भयो ओके सो यो ठाउँको लागि अलिक कन्सिडर गर्नुपर्ने अवस्था होइन त सही हामी प्रितम देउराली जाने बाटो ठ्याक्कै देखाइदिँदैछ साइन पोस्ट राइट द प्रितम देउरालीको उकालो सुरु भयो त्यतातिर जानलाई यहाँ नजिकै एउटा गजबको प्लेग्राउन्ड पनि रहेछ है पछाडिपट्टि डराउने पोखरी धेरै घबराहटको छ है पानी भरिँदाखेरि साँच्चै डर लाग्छ होला पानी भरेपछि डर लाग्ने ठाउँ छ मारुति ट्र्याक प्रितम देउराली 2100 मिटर्स आइपुग्यौँ त है एटलिस्ट 11वटा होटल चाहिँ छँदैछ यहाँ बाँकी हाम्रो भर्याङ सुरु भइगयो फेरि भर्याङले थकाउने त्यसलाई उकालो जानु केही फरक परेन तर यो भर्याङ हालिदिएपछि बिस्तारै हिँड्ने एकदमै सस्टेनेबल पेसमा फटाफट हिँड्न थालेपछि खुट्टा पनि थाक्ने खुट्टा क्र्याम्प हुने भन्ने डर सास पनि गाह्रो हुने बरु मलाई यस्तो भर्याङमा भन्दा यस्तोमा हिँड्न ठिक लाग्छ है ठिक छ यो प्लेन छ स्टेयर नभएको ठाउँ त्यो सिधै घोडामा असर गर्दैन एउटा स्ट्याकमा लगाइदिनु नि त सानो थपिदिउँ किप द भाइब गोइङ होइन किप द एनर्जी अफ द फरेस्ट बिल्ड अन वाट वी हेभ भइरहेको कुरा झन् ठुलो होस् झन् अग्लो होस् झन् प्रगति होस् विश्वमा शान्ति फैलियोस् यही छ हामी सबैजनाको कामना जय अन्नपूर्ण जय मार्दी जय नेपाल हामी यहाँ कति माथि आइपुगेका छौँ होइन अहिले हामी 7,000 फिटमा छौँ एल्टिट्युड बादलको रफ्तार हेर्नु कति चाँडो दौडिरहेको छ बादल यहाँ है बादल डाँडा पनि नजिक छ बादल डाँडा पनि आउँदैछ गाडी मासतिर बादलले अब हामीले बिस्तारै पहिला हामी कहाँ आजको डेस्टिनेसन कुन क्याम्प फर्स्ट क्याम्प भने होइन फर्स्ट क्याम्प त्यसपछि बादल डाँडा हेर्नु कति राम्रो छ यो दाइ भनिदिइहाल्नु अब हामी चाहिँ यो खाना खाने ठाउँमा प्रितम देउराली एन्ड लन्च इज वेटिङ फर अस है मासु भात इज वेटिङ फर अस है मासु भात 24 आवर पावर दिने खाना त्यही हो नेपालीको नेपालीको खाना त्यही हो है दाल